यदि तिमीले 30 दिनसम्म दिनदिनै करेन्ट चल्चाउ खायौ भने तिम्रो शरीरमा के हुन्छ? हेरौँ। डे 1 देखि सुरु गरौँ। डे 1 तिमी स्पाइसी मुडमा करेन्ट खान सुरु गर्छौ। पहिलो बाइटमै वाह कस्तो मिठो जस्तो लाग्छ। नाकबाट पानी आउँछ तर हात रोकिन्न। डे 3 अब किचनमा गएपछि आफै हात करेन्टतिर जान थाल्छ। भोक लाग्यो? करेन्ट। मुड खराब? करेन्ट। किनकि स्पाइसी फुडले ब्रेनलाई इन्स्टेन्ट प्लेजर दिन्छ अनि तिमी स्लोली करेन्ट बिना नबस्ने मान्छे बन्दै जान्छौ। डे 7 अब पेटले सिग्नल दिन सुरु गर्छ। छाती पोल्ने, ग्यास हुने अनि टोयलेटमा बसेर मलाई एकैछिन के भयो यस्तो सोच्ने अवस्था हुन सक्छ। किनकि करेन्टमा फाइबर कम हुन्छ अनि फाइबर कम हुँदा कन्स्टिपेसन पनि हुन सक्छ। डे 14 अब बडी अलि टायर्ड जस्तो फिल हुन थाल्छ। किनकि करेन्टले पेट भरिए जस्तो फिल गराए पनि प्रोटिन, भाइटामिन्स र बडीलाई चाहिने न्युट्रिएन्ट्स भने कम हुन्छ। अनि तिमी रियलाइज गर्न थाल्छौ पेट भरि हुने गाडी खाएको तर एनर्जी किन छैन। डे 21 अब बडीमा अर्को असर देखिन थाल्छ। करेन्टमा सोडियम धेरै हुन्छ अनि सोडियम धेरै हुँदा बडी ब्लोटेड फिल हुन सक्छ। केही मानिसलाई ब्लड प्रेसरमा पनि असर पर्न सक्छ। अनि हेल्दी खाना कम खाँदा अनहेल्दी वेट गेन वा मसल्स विक हुने पनि हुन सक्छ। डे 30 अब करेन्ट फुड होइन ह्याबिट बनिसकेको हुन्छ। घरमा खाना बनेको छ तर तिमी करेन्ट कहाँ छ भनेर खोज्न थाल्छौ। तर यही बेला बडीमा न्युट्रिएन्ट डेफिसियन्सी सुरु हुन सक्छ। किनकि बडीलाई चाहिने प्रोटिन, फाइबर, भाइटामिन्स र मिनरल्स भने पुगिरहेको हुँदैन। तर याद राख, कहिलेकाहीँ खानु ठिक हो, तर दिनदिनै खाँदा बडीलाई चाहिने न्युट्रिसन कम हुन सक्छ। अब साँच्चै भन, के तिमी करेन्ट नखाई 30 दिन बस्न सक्छौ त?